एउटा कुरा भन्छु होइन, यो सब्जी मन्डी भनेको यस्तो चिज हो नि, यहीँबाट किन्न सक्यो भने अब सस्तोमा पनि जान्छ, किन्न जानेन भने यहाँ महँगोमा पनि किनिन्छ क्या। सो त्यही भएर कतिजना नयाँ हुनुहुन्छ होइन, नयाँहरूले चाहिँ किन्दाखेरि एक ठाउँ मात्र होइन 2-4 ठाउँ खोज्नुपर्छ अनि सस्तो भेटिन्छ। सो हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल होइन। सो आज चाहिँ मैले यो दोकानको सामान लिनुको लागि चाहिँ म सब्जी मन्डी जाँदैछु। सो आज चाहिँ म स्कुटर पहिला झिक्नुपर्ने हुन्छ, हाम्रो चाहिँ स्कुटर यहाँ राखेको हुन्छ क्या। सो यहाँ कप हाल्यो, यस्तो गर यो सेन्सरवाला हो नि त स्ट्यान्ड पनि, तर केही नसुनिँदो रहेछ क्या यो आवाज चाहिँ। अनि मलाई आधी बाटोमा पुगेर हावाले छेरे मात्र गरेको अनुभव भयो होइन। त्यो म चाहिँ अब लाग्न आँटेको सामान लिनु के सकिया छ हाम्रो दोकानमा चाहिँ पैसा बोकेर हिँडिरहेको छु म अहिले यसलाई बन्द गर्छौँ। सो म अब लाग्छु अनि सामान ल्याउँछ। 8 बजिसकेछ यार, खतम भएछ नि, 8 बजिसकेछ साथी हो, 8 बजिसकेछ साथी हो। सो यो हाम्रो दोकान। सो अहिले चाहिँ म हिँडेँ, ढिलो हुन्छ। सो हाम्रो दोकान चाहिँ कहाँ छ भन्दाखेरि 87 मार्गमा छ। न्यू आम्दा हो पुरा के भएर अझ छुट्या भयो। यो केटीहरू चाहिँ राख्नु नदिनुपर्ने हो क्या, सबै राखेर चाहिँ जाम भयो यहाँ। झन् 12-1 बजी त यस्तो जाम हुन्छ, 10 बजीतिर 9-9:30 बजी थियो। अहिले त यस्तो छ अल्लाह उछिलौँ भनेको। बिहान चाहिँ पानी परेर यस्तो मौसम भएको छ क्या आज। ए भगवान् कुरा चाहिँ उनीहरू अलिक ढिलो भयो क्या हामीलाई। यहाँ चाहिँ बाटो चाहिँ नेपालको बाटो दैगोले जानु भनेको यही हो। त्यो बाटो चाहिँ खतम। म चाहिँ यहाँबाट चाहिँ अब राइट लिनुपर्ने हुन्छ। त्यो पछाडि हेर्छु मैले साइड हालिसकेको छु। सो हामी लाग्छौँ यस्तो बाटोमा। बाह्रमा यहाँबाट लागेपछि यो चाहिँ सिद्धार्थ बोर्डिङ स्कुल। अनि मेरो आवाज चाहिँ अब छैन, थाहा छैन मलाई साथी। कति कुरा त मलाई पनि थाहा हुँदैन नि त। अहिले त यहाँ त यस्तो डर लाग्छ मलाई झन्।
पाल्लोबाट त आउँछ Let's move by the सब्जी मंडी स्टार्ट हो यहाँबाट स्टार्ट हो सब्जी मंडी यहाँबाट स्टार्ट हुन्छ है कहाँबाट स्टार्ट गर्ने हो कहाँ राख्ने हो आज गाडी लिन छु है कोफी भन्नु खतम भइगयो नि यार केमा हालेर लानु आलु लानु छ प्याज लानु छ धनिया लानु छ 275 भनेपछि सो यो चाहिँ सब्जी मन्डी हो है साथीहरु अनि हाम्रो किधर है वो हाम्रो स्कुटीमा छ कता हो भन्दा हुन्छ यो आलु कसरी दियो अंग यो हो कैसे यो 30 रुपैयाँ किलो लानु पर्छ लौ 140 हैन अघि 140 भन्नु भएन भिडियोलाई एकछिन तो आलु पनि किनिसक्यो हैन अब चाहिँ म तपाईहरुलाई एउटा कुरा भन्छु हैन यो सब्जी मन्डी भनेको यस्तो चीज हो नि यहीँबाट किन्न सक्यो भने अब सस्तोमा पनि जान्छ किन्न जानेन भने यहाँ महँगोमा पनि किनिन्छ क्या सो त्यही भएर कतिजना नयाँ हुनुहुन्छ हैन नयाँहरूले चाहिँ किन्दाखेरि एक ठाउँ मात्र हैन 2-4 ठाउँ खोज्नुपर्छ अनि सस्तो भेटिन्छ अब यो एक ठाउँमा सस्तो भन्छ अर्को ठाउँमा फेरि महँगो हुन्छ त्यस्तो हुन्छ हैन त्यो कुरो चाहिँ हैन अब त्यो सामान यताको हेलमेटै निकालिदिनु गाह्रो भयो सो यता मेरो प्याज उल्ट्यो क्या हो उल्टेछ त सो अब चाहिँ म धनियाँ खोज्नु जानुपर्ने हुन्छ धनियाँ हैन यहाँ चाहिँ यति धेरै छ कि आई क्यान्ट एक्सप्लेन इट सो सामान पनि किनिसक्यो हैन जस्तो तस्तो यस्तो सामान चाहिँ किन्यो तर पाइएन सामान एउटा चाहिँ यो चाहिँ पाउनन्द चोक है त ओइ यहाँ कहाँ हिँडेको ए घरबाट दिएको म घर जाँदै गरेको सामान लिएर अहिले क्लास 9 को नि म पानी पर ल म त झ्याउ लाउने क्या यो प्रज्ञानन्द चोक है हाम्रो त के भन्ने अब प्रज्ञानन्द चोक भन्छ यस्तो जग्गा बाटो चाहिँ यहाँको
हालत त यस्तो के हो मर्सेरी भ्यान पनि यार ए भगवान सरे सरे मत तिम्रो मनमै सरेमा कहाँबाट भेट कुनै ठ्याक्कै परेमा कहाँबाट भेट कुनै ठ्याक्कै मरेमा कतिजना चाहिँ भन्नुहुन्छ हाम्रो दोकानको दोकानको बाटोको त्यहाँबाट यो 87 दर्ज होइन यहाँबाट राइट लिनुपर्छ है जोत्थाल है जहाँ थरले मलाई डरै लाउँछ यो 87 नर्ब त्यहाँबाट सिधै आउने ऊपर बाँस हुन्छ ऊपर त्यहाँदेखि सिधै आउने यहाँबाट यस्तो गरेर ठ्याक्कै बास घाँटीको लेफ्टमा चाहिँ यहाँबाट यसरी लेफ्ट लिनुपर्छ राम कहाँ भेट भेट भुक्ने छक्कै परेँ म